सबै रिपोर्ट सामान्य छन्, तर यौन इच्छा घट्दै गएको छ। कारण सधैँ शरीर होइन, कहिलेकाहीँ दिमाग पनि हुन सक्छ। आउनुहोस् बुझौँ। हो, लामो समयसम्म तनाव, क्रोनिक स्ट्रेसले यौन स्वास्थ्यमा असर गर्न सक्छ। तनाव हुँदा शरीरमा कर्टिसोल भन्ने स्ट्रेस हर्मोन बढ्छ। यसले यौन इच्छा कम गराउन सक्छ र पुरुषमा कहिलेकाहीँ इरेक्सनमा समस्या, महिलामा यौन इच्छा घट्ने वा यौन सम्पर्कका बेला असहजता हुन सक्छ। साथै तनावले राम्रोसँग निद्रा नलाग्ने, थकान र चिन्ता बढाउने भएकोले यौन जीवनमा थप प्रभाव पर्न सक्छ। तर याद राख्नुहोस्, हरेक यौन समस्या तनावकै कारण हुँदैन। मधुमेह, उच्च रक्तचाप, कहिलेकाहीँ औषधि र अन्य स्वास्थ्य समस्याहरू पनि कारण हुन सक्छन्। यदि समस्या लगातार रहिरहेको छ भने लाज नमानी चिकित्सकसँग परामर्श लिनुहोस्। यौन स्वास्थ्य पनि समग्र स्वास्थ्यको एउटा महत्त्वपूर्ण हिस्सा हो। यसको बारेमा खुलेर कुरा गर्नु सामान्य कुरो हो। डाक्टरद्वारा तयार पारिएका यस्तै स्वास्थ्य जानकारीका लागि यो पेज फलो गर्नुहोला। धन्यवाद।